मतवालीहरू त्यहाँ मारेको अनि गाउँको राजाहरू अब उहिले सुभा भन्थ्यो नि जिम्मेवारी सुभा हो तिनीहरू गाउँको राजाहरू मारेको यो पोक्लोबाङ तल के खोला पो भन्छ हो घुमाउने त्यो घुमाउने वडा ठुलो छ है नानी हो त्यो घुमाउनेमा त्यहाँ बस्यो अरे 4 दिन बस्दाखेरि कुरा मिलेन अनि मलाई अधिकार देऊ जिम्मा देऊ म सबै अधिकार दियो भने म चलाउँछु देश भन्यो अरे बाउले हैन 12 जना मात्र उसले साथी ल्याएको छ तर पालुवामा लुकायो बन्दुक हतियार सबै अनि हतियार बिना आऊ भन्यो हैन अनि त्यहाँदेखि अब लिम्बू नाथे भना हो हतियार बिना गयो लठी बिना आऊ है भनेर हैन अनि त्यहाँदेखि त्यहाँ 4 दिनमा पनि कुरा मिलेन लु पछार गरौँ लु कसले जित्छ त्यसले जिम्मा लु भन्यो अरे अन्तिममा अब उसले त सामान सबै लुकाइराखेको छ हैन यो जाठो बेनिङ गएको थिलाङ थाप्छु भन्यो अरे एउटा उठेर गएर पछार्यो अरे अर्को पनि गएर पछार्यो अरे पछार ढुङ्गा माथि ठुलो छ है त्यो ढुङ्गा च्याप्टो छ म त पुगेको अनि त्यहाँ पछार गर्दा भरे त अब हार्यो नि पछार्नु सकेन नि उसले लिम्बूहरू उसको साथी उठेर सबै बडर मकै भुटेको जस्तो भुटाइदियो अनि यो 5 तर चाहिँ हाङधौवा भन्छ नि गाउँको नाम अहिले त्यहाँ हाङिन त्यहाँ मार्यो त्यहाँ पनि मार्यो हैन हाङ ठुलो हाङ चाहिँ त्यहाँ पोक्लोबाङको राजा चाहिँ त्यहाँ मार्यो नदी तरेर जाँदा पनि खेदो गरेर त्यहाँ मार्यो अनि तुम्बाङबे चाहिँ तल विजयपुरमा मार्यो त्यो तुम्बाङबे है विजयपुर सुब्बा भन्ने 13 दिनको नानी थियो 5 वर्षे नानी थियो तिनीहरू पनि मार्यो उसको बुढी त श्रेङमा है उसको बुढी श्रेङमा बजु चाहिँ अनि त्यो बजु त्यसरी सुखेरी पनि मारिदियो त्यो नानी चाहिँ 7 नाल बन्दुकले पनि पर्केन अरे मारेन अरे मरेन जे होस् पर्किनु नै पर्केन अरे अनि त्यहाँदेखि उता गयो न अरे राजाको दरबारमा जे होस् भन्नुलाई ल्याऊ कस्तो छ म हेर्छु भने अरे 12 दिनमा पुर्यायो अरे 12 दिन त्यो उहिलेको है अहिले कथा भयो साँच्चै नै हो 12 दिनमा पुर्याएर यस्तै सिमेन्टी पेटीमा राख्यो अरे हैन अनि अब रुनु पनि रुन्दैन यतिकै सास त हात खुट्टा हल्लिँदै थियो अरे अनि राजा माथि झरेर ठक झरेर हेर्दा 3 घण्टा बेहोस भयो अरे देख्ने साथ अनि त्यो नानी त ढुङ्गाई मात्रै लामो चिल्लो भयो अरे ढुङ्गो भयो अनि त्यहाँदेखि साङ्लाले बाँधेर एक ठाउँ त्यहाँ कहाँ पुरेको छ अनि मेरो दाजुभाइ आयो भने म उत्रिवाल्ना छु भनेर आवाज कहाँदेखि आयो अरे अब त्यो सुन्नेहरू देख्नेहरू एउटै छैनन् अहिले भन्दाखेरि कसैले पत्याउँदैनन् अब अहिले कथा जस्तो भयो पहिला साँच्चै नै हो यो अनि लिम्बू राजा तुम्बाङबे हाम्रो ससरा पर्छ विजयपुरमा मारेको बजु पनि त्यही मार्यो 13 दिनको नानी त्यस्तो भयो 5 वर्षको नानी पनि मारिदियो पहिला त गरेको अनि त्यहाँदेखि पछि खत्तै राजाहरू सबै खत्ताखेरि अब चैनपुर भोजपुर उता पश्चिमको राजाहरू सबै मारिसक्यो नि अनि त्यहाँदेखि पछि के गर्यो अधिकार अब कागज पत्रहरू थियो होला नि त हैन अधिकार सब उनीहरूको हातमा पर्यो अनि मतवालीको त पहिले त यो पृथ्वी त जग्गा जमिन सब मतवालीको अनि छेत्री बाहुन थिएनन् अरे अनि ल्याएको अरे किस्मत गर्यो अरे भैँसी पाल्नु बाख्रा पाल्नु हैन ल्याएर राखेको उनीहरू राजा भइहाल्यो अहिले आर्मी पनि राजा पुलिस पनि राजा पुलिसले उनीहरू नै आर्मी पनि उनीहरू नै मतवाली छ अफिसमा गई हेरौँ त लिम्बूको कुरा हाम्रो भाषा बोल्नु त्यहाँ मिल्छ पाउँछ हैन के भन्छ यो बजुले भन्छ के भनेको देख्यौ सुन्यौ राम्रो सुन्न भन्देको कि म बुझ्दिन म त भन्छ त्यसरी अस्ति एकताल गएको थियौँ त्यहाँ नागिता के बनाउनु नि एक आगाछाहरू के जाति पो बनाउनु भाताको
अनि पर्वते कुरा राम्रो आउँदैन आचल पो अलिअलि आउँछ पहिले त आउँदैन थियो अनि लु के हो कहिले पनि सक्दैन हेमबुक सेवा त भने नि मैले होइन है बोजू के पो भन्छ भन्छ अनि हाम्रो भाषा छैन कतै पनि हरायो अब भाषा पनि छैन जात पनि अब हराउँछ भनेपछि अब सबैजना मङ्गलमा आउनु पर्यो होइन त बोजू अब मूलवासी मङ्गलमा आउनु पर्यो अब मतवालीमै राम्रो नि मतवालीले भन्नु भएन हामी चाहिँ मूलवासी भनेको के हो हाम्रो मतवाली भनेको चाहिँ भोट दिने मत भनेको नि भोट मतवाली भनेको चाहिँ अब भोट बेच्ने क्या जाँडपछि खाने बस्ने यस्तो मतवाली होइन हामी मूलवासी मङ्गलको आफ्नै भाषाको चाहिँ छेत्री बाबुले दिएको नाम हो मतवाली भाषाको लिपि हुनु पर्यो होइन सरकारी कामकाज कार्यालयहरू चल्नु पर्यो भन्दै आफ्नो भाषाबाट भन्नु पर्यो मतवालीको भाषा भन्नु भएन भएन त्यसो चाहिँ भन्नु भएन भोट बेच्नेले मतवाली भन्छ भोट बेच्नेले मत भनेको भोट हो नि त होइन हामी चाहिँ मूलवासी भन्नु पर्यो मूलवासी मङ्गल हामी अब एक हुनुपर्छ अनि त्यहाँदेखि चाहिँ शासन सत्ता गर्नु बसेर चाहिँ हामीले पनि शासन सत्ता चलाउनुपर्छ हाम्रो मान्छेहरू शासक हुनुपर्छ अब बिस्तारै त्यो अब आउँदैछ समय आमा त्यही भएर हामी चाहिँ पर्खिनुपर्छ हतार गर्नु हुँदैन एक खेप नभए पनि एक खेप चाहिँ हार्छ नै हार्छ किन पाप गरेको छ नि अनि यो जग्गा जमिन अब नापी गरेको उसले नै गरेको हामीले गरेको होइन सम्पूर्ण अधिकार उसले चाहिँ के छ भने हडप्नलाई नापी ल्याएको त्यतिखेर हामीसँग तिर्न सक्ने हाम्रो क्षमता थिएन जग्गा जमिन त सबै हाम्रै थियो हामीले उपभोग गर्थ्यौँ नापी गरिसकेपछि यसको धेरै जग्गा हुन्छ यसले तिर्नु सक्दैन भनेर त्यो चाहिँ एक खालको जालझेल गर्नलाई ल्याएको हो नापी प्रथा चलन होइन आमा त्यो त तपाईँहरू त देख्नुभयो नि त बुझ्नुभयो नि त म त अस्तिदेखि नै यस्तो अर्कै हाम्रै मतवालीको जे होस् उसले आउँदा त राम्रो हुने थियो भन्थे म त अब आयौँ नि त आमा अब आयौँ ल आउनु है बिस्तारै फेरि पनि अब पछि हामी आउँछौँ तपाईँलाई यहाँ भयो भने एउटा पत्रकार हाम्रो साथीहरू ल्याएर राम्रो एक खालको तपाईँलाई इन्टरभ्यू गर्न लगाउँछौँ तपाईँलाई ल मेरो घर भनिदिनु पर्छ है आमा हजुर सबै जाने बुझेको कुराहरू मलाई तपाईँलाई इतिहासको बारेमा धेरै थाहा रहेछ नि त यो चाहिन्छ क्या अझै कति छ यो चाहिँ तपाईँले कसरी केमा पढ्नु बाजेहरूले भनेको सुनेको ए बाजेहरूले पूजा गर्नु नजान्दाखेरि धनकुटामा जिल्ला थियो त्यतिखेर झ्यालखण्ड हजुर म सानो थिएँ खुट्टामा समाथे पुलिसले लग्यो पूजा नगर्दाखेरि थुप्रै छ नगरौँ झ्यालखण्ड तलै थियो यहाँ झ्यालखण्ड तलै थियो